दाइ भाउजू शुभयात्रा राम्रोसँग जानु होला। अब कुरा भइरहेको छ हाम्रो त एयरपोर्ट जानुपर्छ क्या। हजुर कान्छ कता गयो रे कानमा लाग्दैन त मावाले राखिदिनु सना एकदम आत्मनिर्भर सबैलाई एकदम गुण ज्ञान र एउटा चाहिँ हर्षित बुद्धि दिन सक्ने छोराहरू दाजुभाइ मध्येमै कला आगोदेखि लिएर एउटा बुद्धिजीवी छोरा छ दाजुभाइ मध्येमै
दादालाई के लगाइदिनु लगाइदिन्छु दाइलाई लगाइदिने पहिला अनि आत्मी भाउजूलाई ल बहिनीहरूले लाग्यो भइमा दाँत पनि त्यति राम्रो लाग्ने है शरीर नि यस्तो बिग्छ कुनै मेरो क्लिप बल पनि के देखा मेरो छोटो छोटो क्लिप बनाइन्छ है
सामानहरू निस्कनु के हो दाइहरू जाँदै हुनुहुन्छ एकदम सबजना सबजना यहाँ हाइस बुक गर्नुभएको होला हाइसमा जाँदै हुनुहुन्छ हेलो बाई बाई भनिदेऊ के भन्न चाहन्छु दाई भाउजूलाई बाई बाई भन्न चाहन्छु शुभ यात्रा राम्रोसँग जानुहोस् भन न यति नै मात्र हो अरू छ जम्मै ढाकिने त हो नि घरमा हजुर घर बनाएर सकिने त होला नि त्यत्र जानु भिडियो निस्किलाउनु भयो है हजुर भिडियो निस्किलाउनु यो सबै एउटा फ्यामिली नै हो नि जाने त ढिला भनेपछि गुरु राति पुनः जामसाम भयो भने राति मतिर होला त्यही सोचेर बस्नेहरू जाने पछि के मतिर के इलेक्ट्रोनिक्स हो कि होइन यो त ल राम्रोसँग याद तपाईँ होइन ड्राइभ राम्रोसँग ड्राइभ गर्नु होला हिजो एउटा हाइस त आउने बेला बिलागी तरिकाले ठोकिएछ हाइस र पल्सर बाइक हो कि बुलेट बाइक कहाँ यहाँ आउँदाखेरि देख्नु भएको मान्छे पल्टिदियो मतलब त्यो डढाएको बुलेट पल्टिँदाखेरि बाउ अनिल भाइले चलाइरहेको थिएँ म त अनि त्यहीसँगै आउँदै थिएँ मलाई अनि के भयो कि भने मनै सिरिङ्ग भएको कि पछि मान्छे देखेँ भएन बागमा र पछि पछि जाने कि निस्किने बाटो छ होला त्यही पनि निस्किने अब अन्त पछि पछि आयो भने नत्र बागमा र जाँदै गर्दा पनि हुन्छ उनीहरूलाई मानेको जाने बागमा र दाइ भाउजू शुभ यात्रा राम्रोसँग जानु होला अब कुरा भइरहेको छ हाम्रो त एकचोटि दाइलाई हजुर राम्रोसँग जानुहोस् ल लाग्नु ढिला होला होइन गाडी त जाँदै गरेँ नरुनु नरुनु अब उता काठमाडौँ गएर एयरपोर्टमा फ्लाइट भएको भए त यहीँ गएर बिदा गर्नुहुन्छ नि गरिदियो भाइ भाइ पनि बाई बाई गरिदियो दादा भाउजूलाई के भन्ने बाई बाई भन्ने राम्रोसँग जानु भन यहाँ गर भन ल सोल्टे राम्रोसँग पुऱ्याउनुहोस् भोलि जानुहुन्छ काठमाडौँ हजुर तपाईँ नि हो ल ल बाई बाई भाउजू शुभ यात्रा
मेसेज गर्नु बाबु भइरहेको छ कन्ट्याक्ट प्रदीप भाइ अनिल भाइ ल ल दाइ हजुर लु बिदा सबजना उहाँ नै यता हेरेर बस्नुहोस् नसानी त्यो म नै गाह्रो पो हुने रहेछ यार बिदाइ गर्दा लु सबजना जानुभयो एयरपोर्ट जानुपर्छ क्या आउनु ठुलो आउनु घर फ्यामिली यति जान्थ्यो यति छ एउटा सम्झना हो दाइ शुभयात्रा है जानु होला दाइ